ए माइला माइला बाहिर आ त। ए धनबहादुर दाइ पो आउनु भएछ। खाजा नास्ता के खानुहुन्छ? नास्ता खान आएको होइन म, बिदा बोल्ने दबाई खान आएको। जा एक बोतल रक्सी ल्याएर आइज। होइन है दाइ, के भयो आज हजुरलाई? एक्कासी हजुर रक्सी खाने मान्छे त होइन, के भयो आज हजुरलाई? जे भए पनि लिएर आइज, पैसा दिएर खान्छु, फ्रीमा खान आएको होइन। हुन्छ त दाइ, फेरि भाउजूले गाली गर्ने नि, मलाई गाल चाहिँ नपार्नु होला है। तैँले धेरै कुरा नगर, जे परे पनि म मिलाउँछु, त आफ्नो काम गर। दोकानमा खाना आएको पनि लौ त नि, तपाईँ त्यस्तै नै भन्नुहुन्छ अरे। मनभरि पीडा छ, नखाएर पनि के गर्नु? त आफै भन्छ, पीडा भोलो भए पनि खाँदैछु, म बाध्य भएँ। के गर्नु? यही त रहेछ हाम्रो पीडा भोल्नु दबाई। डाक्टरले यस्तो दबाई केही बनाउन सकेन, यही भए पनि खानै पर्यो। यस्तो के पीडा परेर दाइ? कहिले नखाने मान्छे आधा खाँदै हिँड्नुहुन्छ। मनभरि पीडा छ। हिजोसम्म आफन्तहरू थिए, आफन्तहरूले म छु, के गर्छस् गर, व्यापार बिजनेस यताउता के गर्छस् गर, पैसा म हालिदिन्छु भन्थे। आज ती आफन्तहरू विदेश गए, ठुला ठुला भए, कमाउने भए, आज मलाई कसैले चिन्दैन। हिजोसम्म सँगै थियो, आज उनीहरूले कमाउने भए, पखटा हाले, उड्न थाले। के गर्ने माइला? आफन्तहरू सब स्वार्थी हुँदो रहेछन्। आफूले आफूलाई बाहेक अरू कसैले नचिन्दो रहेछ। यस्तै छ, के गर्नु? मनभरि पीडा छ। अनि दाइ, तपाईँको त दाइ भाइ थिए त, सबैले माया मारे? थिए, जबसम्म थिए उनीहरू, बिहे नगर्दासम्म मात्रै थिए बालापनमा। उनीहरू त बिहे गरे, आमा बाबासँग अंश मागे, छुटिए, बुढीको कुरा सुने, विदेश गए। त्यसपछि उनीहरू कमाउने भए। त्यति बेलासम्म मात्र आफ्नो आफन्तहरू थिए, आफ्नो परिवार थिए, दाइ भाइ थिए। विदेश गए, के गर्नु? कमाउने भएपछि यस्तै हो, सब पैसाको पछि लाग्छ। के गर्नु त दाइ? तपाईँका दाजुभाइ यस्तै हुन्। धेरै नखानु, रात पर्छ फेरि घर जानुहोस्। हुन्छ माइला, म जान्छु। पीडा भुराउनको लागि भट्टी चौतारो जस्तै बन्दा छ। पीडा बिसाउँदा आनन्द लाग्छ। मलाई धेरै धेरै धन्यवाद है माइला। फेरि पनि मनमा पीडा पर्यो भने म आउँछु माइला। ल माइला, म लागेँ।